हेलो नमस्कार र टस्टीले सम्पूर्ण मेरो दर्शकबिनहरू फेरि पनि म एउटा सानो विषयलाई लिएर उपस्थित भएको छु तपाईँहरू सामुन्ने है। तपाईँहरू राम्रोसँग हेरिदिनुहोस्, यो भिडियो धेरै काम लाग्न सक्छ। हुन त मैले यो भिडियो मेरो लोपुन्ला मेरो लामा गुरुजी सम्पूलाहरूको लागि बनाएको होइन है, किन भन्दाखेरि अब लामा सम्पूलाहरूले कुरा धेरै याद हुन्छ, उनीहरूले धेरै पढ्नु भएको यसको बारेमा होइन। त्यहाँदेखि म तपाईँलाई विशेष कुरा चाहिँ मेरो जति पनि भिडियोमा हेर्ने है, तपाईँले लामा घरमा लामाहरू पढाउनुहुन्छ, पूजाआजा अब जे पनि पूजाहरू गर्नुहुन्छ, तपाईँले एउटा दान गर्नुहुन्छ है। दान गर्दाखेरि कस्तो पाराले गर्ने के गर्ने तपाईँलाई म अलिकति तपाईँलाई म भन्नेछु, तपाईँले राम्रोसँग हेरिदिनुहोस् है, सुनिदिनुहोस्। तपाईँले नि गर्नु सक्यो भने एकदम राम्रो हो होइन। हुन त हामीले लामालाई चढाउनुपर्छ, लामा पर्दाखेरि चढाउनुपर्छ है वज्रदान है। अब यो पनि एउटा जिन्पाइ हो, दान पुण्य नै हो होइन। ल किन भन्दाखेरि भन्नुपर्दाखेरि या अब यो दान पुण्यमा पनि धेरै किसिमको दान हुन्छ होइन। अब अन्नदान, क्षमतादान, कन्यादान धेरै हुन्छ। हुनु चाहिँ अब यो चाहिँ अब भन्नुपर्दाखेरि बोध भाषामा जाङजिन नोर्गी जिम्पा भन्छ है। अब यो जिम्पाइ हो पनि बुझ्नुभयो ल। अनि यसो गरेर तपाईँहरूले जति पनि यो चढाउँदाखेरि है, अब हामी लामालाई मात्र चढाउनुपर्छ भनेको होइन। तपाईँहरूको पनि अब तपाईँ कोही छोराछोरी हुन्छ, कोही अफिसमा काम गर्छ होइन, कोही अब केमा काम गर्ने हुन्छ, ठुल्ठुलो पोस्टतिर काम गर्ने हुन्छ, कोही बाबाआमा काम गर्ने हुन्छ, कोही नानी काम गर्ने हुँदैन है। त्यसो गरेर तपाईँहरूले पनि आफ्नो नानीलाई, आफ्नो गुरुलाई, आफ्नो बाउआमालाई वर्षमा 1 ताल नभए 2 ताल जति लुगा चढाउनु सक्यो भने एकदम दान पुण्य ठुलो हो है। त्यसो गरेर तपाईँले जति सक्दो पनि होइन छेउसम्म चढायो भने है। अन्त ठुल्ठुला अब घरमै पेजा पुस्ताको लागि नाम्जाहरू चढायो भने पनि है, अब पेजा बान्ने पेजापुरीहरू होइन, यस्तो पेजा बान्ने नाम्जाहरू हुन्छ पुस्तकमा दोमङतिर होइन, घरकै पेजाहरू पुस्तकतिर नभए एउटा तपाईँले के एउटा दान पुण्य गऱ्यो भने त्यो पनि एकदम ठुलो हो। अनि त्यसै गरेर तपाईँलाई म धेरै कुरा तपाईँलाई भन्ने थियो, नेक्स्ट भिडियोमा तपाईँलाई म भन्नेछु। सानो एउटा भिडियो तपाईँलाई म देखाउँदैछु है। यो चाहिँ अन्त आजको हाम्रो 3 डेजको पूजा लास्ट अन्तिम पुगिसक्यो। त्यहाँदेखि सबै यो लुगाहरू पनि यहाँ चढाउनु पर्ने हुन्छ है। साथमा तपाईँलाई यो के लाग्यो, त्यहाँदेखि तपाईँले गुरु, आफ्नो आमा बाउ बाजे बोजू सबैलाई तपाईँले चढाउनु सक्नुहुन्छ है। जे कुरा पनि यो दानै हो होइन। बाउआमाले एउटा नानीलाई भन्दाखेरि राम्रो कुरा भन्छ, नानीले सुन्यो भने त्यो पनि दानै हो। एउटा गुरु सम्मानको हुन्छ बाउआमा होइन। त्यसो गरेर हामी बाउआमा दिन पवित्र ठुलो केही छैन। तपाईँ राम्रोसँग हेरिदिने